नेपाली नयाँ वर्ष 2083 अब छिट्टै आउँदैछ। तर के साँच्चै यो नेपालको नयाँ वर्ष हो त? जुन हामीले प्रयोग गर्ने विक्रम सम्वत क्यालेन्डर छ, यो कसरी नेपालको भयो? यो त वास्तवमा इन्डियाको हो र इन्डियामा पनि यो हिन्दूको क्यालेन्डर होइन। यो बुद्धिस्टहरूको क्यालेन्डरलाई चोरी गरेर चाहिँ त्यहाँ भएका महिनाहरू, बारहरू, तिथि मितिहरू, जुन पूर्णिमा औँसी भन्छ, शुक्ल पक्ष भन्छ, के भन्छ, यिनीहरू सबै चाहिँ बुद्धिस्टहरूको क्यालेन्डरबाट पो चोरी गरेको रहेछ यो बाहुनहरूले त। अब यो नेपालको त इतिहासमा यो क्यालेन्डर छँदै थिएन विक्रम सम्वत भन्ने। र यो राणाहरूले सन् शताब्दीको 1901 या 2 त्यतिखेरबाट सुरु गरेको क्यालेन्डर हो नेपालमा चाहिँ। र यो विक्रम सम्वत क्यालेन्डर भन्ने पहिला भारतमा थियो र भारतमा पनि 9औं शताब्दीभन्दा अगाडि थिएन, यसको नाम निशान कतै पनि थिएन। र हिन्दूहरूको रामायण, महाभारत, गीता, वेद यसमा पनि कतै पनि विक्रम सम्वत भन्ने क्यालेन्डरको चाहिँ कतै पनि उल्लेखै छैन। बरु शक सम्वत भन्ने चाहिँ बुद्धिस्टहरूको जुन सम्वत छ, शक सम्वत, त्यसको नाम पो हिन्दूको ग्रन्थहरूमा पाइँदो रहेछ हैन। अनि यिनीहरूले काल्पनिक पात्रहरूको जन्मदिन मनाउँछन्, त्यो पनि सबै बुद्धिस्टहरूको क्यालेन्डरको आधारमा मनाउने गरेका छन् बाहुनहरूले। जुन रामको जन्मदिन भन्छ, राम नवमी भन्छ, त्यो बुद्धिस्टहरूको क्यालेन्डरमा जुन अशोक राजा, बुद्धिस्टहरूको अशोक राजा हुनुहुन्थ्यो, उहाँको जन्मदिनलाई हाइज्याक गर्नको लागि रामको जन्मदिन भनेर बाहुनहरूले स्थापित गरेका छन्। किनभने राम त काल्पनिक पात्र हो नि त। अब उसको त कहिले जन्म पनि भएको थिएन, मृत्यु पनि भएको थिएन, किनभने त्यो कथाको पात्र हो। अब त्यो कथाको पात्रलाई चाहिँ अब वास्तविकमा रियलमा कसरी बनाउने, देखाउने त भन्दाखेरि चाहिँ यो दिन चाहिँ उनको जन्म भएको थियो भनेर चाहिँ बाहुनहरूले क्यालेन्डरमा, फर्जी क्यालेन्डरमा यसरी लेखेका छन्। त्यो पनि कहिले भन्दाखेरि चाहिँ अब जहिले पाए त्यसले लेख्नु भएन हैन। अब त्यो जुन राजा थियो बुद्धिस्टहरूको राजा, सबभन्दा महान राजा हो त्यो। बुद्धिस्टहरूको मात्र होइन, सबै विश्वभरिको सबभन्दा जति पनि राजाहरू थिए इतिहासमा सबैभन्दा दयालु, सबैभन्दा चाहिँ उत्कृष्ट राजा हो, जो चाहिँ जनावरहरूको लागि पहिलो पटक अस्पताल खोल्ने, मानिसको लागि मात्र नभएर सबै जनावरहरूको लागि पनि अस्पताल खोल्ने राजा भनेको त्यो त्यस्तो खालको राजा हो सम्राट अशोक। र उनको जन्मदिनलाई हाइज्याक गर्नको लागि राम नवमी भनेर बाहुनहरूले स्थापित गरे, त्यो पनि बुद्धिस्टहरूकै क्यालेन्डरको आधारमा। कहाँको अब सम्राट अशोक भनेको जनावरहरूलाई बचाउने राजा, अनि कहाँ त्यो राम भनेको त जनावर मार्ने, जनावर मात्र होइन, त्यो मृगलाई मार्छ भनेर गएको थियो हैन, उल्टै मान्छेलाई पो मार्यो रामले त। अब जनावर हो कि मृग भनेर चिन्न नसक्ने, त्यस्तो पनि फेरि कसरी फेरि भगवान भयो त फेरि, त्यस्तो छ अवस्था। र अब चाहिँ म तपाईहरुलाई शक सम्वत भनेको के हो त्यसको बारेमा जानकारी दिन्छु। त्यसपछि शक सम्वतबाट कसरी हिन्दूहरूले, बाहुनहरूले चोरे त, के चोरे त भन्ने कुराहरू म तपाईहरुलाई बताउने छु। अब हुन त बुद्धिस्टहरूको धेरै थरी क्यालेन्डरहरू छन्, बुद्धिस्टहरूको धेरैवटा क्यालेन्डरहरू छन्। कोही चाहिँ अब बुद्धको जन्मदिनबाट सुरु भएका क्यालेन्डरहरू छन् हैन। तर अहिले चाहिँ यो विक्रम सम्वत क्यालेन्डर कसरी चोरिएको हो त बुद्धिस्टहरूबाट भन्ने कुरा चाहिँ म तपाईहरुलाई यो भिडियोमा देखाउन खोजेको। अब यो शक सम्वत भन्ने क्यालेन्डर चाहिँ सन् शताब्दीको 78 जुन वर्षबाट सुरु भएको हो। जस्तै अहिले कमन एरा चाहिँ 2026 चलिरहेको छ हैन। अब यो 2026 जुन सन् शताब्दी चलिरहेको छ त्यसको जतिखेर 78 वर्ष पुगेको थियो हैन। अब जेससको जन्म भएको 78 वर्षपछि कुन सम्वत सुरु भयो त भन्दाखेरि यो शक सम्वत भन्ने भारतमा भएका बुद्धिस्ट राजा, शक वंशीय बुद्धिस्ट राजाहरूले यो क्यालेन्डरलाई आफ्नो राज्यमा चलाउन सुरु गरे र अहिले यो भारतको राष्ट्रिय क्यालेन्डरको रूपमा भारतको संविधानमा लेखिएको छ। यो शक सम्वतलाई, यो बुद्धिस्टहरूको सम्वत जुन छ, भारतमा राष्ट्रिय सम्वतको रूपमा यही सम्वतलाई प्रयोग गर्छन्। र यो शक सम्वत भन्ने बुद्धिस्ट क्यालेन्डरमा चाहिँ के छ त भन्दाखेरि 12 वटा महिनाहरू, जुन वैशाख, जेठ, असार, साउन भनेर चैतसम्मको जुन महिनाहरू छ त्यो सबै बुद्धिस्टहरूले बनाएको महिना हो है। र यो बुद्धिस्टहरूको क्यालेन्डरबाट चोरी गरेको महिनाहरू हो। जस्तै अब बुद्धिस्टहरूको शक सम्वतमा चाहिँ के हुन्छ भन्दाखेरि वैशाखबाट नभएर चैत्र महिनाबाट वर्षको सुरुवात हुन्छ। चैत, वैशाख, जेठ भनेर यसरी सुरु हुन्छ र फाल्गुन महिना चाहिँ अन्तिम महिना हुन्छ है। अब नेपालमा चाहिँ विक्रम सम्वत भनेर यिनीहरूले वैशाखबाट सुरु गर्ने चलन, नयाँ चलनहरू ल्याएका छन्। तर पहिलादेखि नै के हुन्थ्यो भन्दाखेरि चैत्र महिनालाई पहिलो महिना भनेर मानिन्थ्यो। अब चैत्रमा जुन चैत भन्ने शब्द छ यो बुद्धिस्टहरूकै शब्द हो। चैत्य, बिहार, स्तुपा भन्ने शब्दहरू जुन छ यिनीहरू चाहिँ बुद्धिस्टहरूको शब्द हो। त्यसपछि अब कुरा आउँछ दिनहरू।
यसमा भनिन्छ रविवार भनेर भारतमा भनिन्छ, नेपालमा आइतबार भनिन्छ हैन। यो पनि के हो त भन्दाखेरि बुद्धिस्टहरुकै शक सम्वतको जुन 7 वटा दिनहरु छन् त्यसको सोमबार, मंगलबार, बुधबार, जुन बुधबार भन्ने शब्द छ नि यो पनि बुद्धको नामबाट आएको हो। खास गरेर हामीले लुम्बिनीमा जुन शिलालेख भेटिएको छ त्यहाँ पनि बुद्ध लेखिएको छैन, आधा द झुन्डिएको छैन। त्यहाँ के छ त भन्दाखेरि सिधै बुध छ, बुध, बुद्धको नाम बुध है। त्यही भएर बुद्धकै नामबाट के भएको भन्दाखेरि बुधबार भन्ने शब्द आएको हो है। त्यही भएर यो बुधबार, बिहीबार भन्ने जुन छ यिनीहरू सबै बुद्धिस्टहरुको चाहिँ बुद्धिस्टहरुले नै बनाएको क्यालेन्डरको दिनहरू हुन् है। हामीले चाहिँ यसरी बुझ्नु पर्ने हुन्छ। र विक्रम सम्वत भन्ने जुन छ यिनीहरूले सबै जुन पूर्णिमा तिथिहरू भयो हैन, सबै चाहिँ अब शुक्ल पक्ष के पक्ष भन्छ हैन। अनि तिनीहरू सबै बुद्धिस्टहरुको क्यालेन्डरबाट चाहिँ बाहुनहरूले चोरेर आफ्नो बनाएर चाहिँ ऋषिमुनिहरूको नाम दिएका छन् फेरि है। हाम्रो ऋषिमुनिहरू वैज्ञानिक थिए, यस्तो वैज्ञानिक क्यालेन्डर बनायो भनेर चाहिँ भ्रम सर्छन् फेरि बाहुनहरूले फेरि है। अब किनभने अब मैले चोरेर बनाएको हो भने अन्तखेरि कसैले पनि इज्जत दिने भएन नि त। त्यही भएर झुटो बोलेर भए पनि इज्जत कमाउनको लागि चाहिँ यिनीहरूले के गर्छन् भन्दाखेरि हाम्रो हिन्दू धर्म यस्तो वैज्ञानिक छ, यस्तो वैज्ञानिक क्यालेन्डर, सबैभन्दा वैज्ञानिक क्यालेन्डर हाम्रो ऋषिमुनिहरूले बनाइदिएको भनेर चाहिँ ढोङ चाहिँ फैलाउने काम बाहुनहरूले गर्छन्। मेन कुरा भने के बुझ्नुपर्छ भन्दाखेरि अहिले विक्रम सम्वत 2083 सुरु हुन गइरहेको छ। अहिले 82 को अन्तिम चलिरहेको छ, अब 83 सुरु हुन्छ। अब अंग्रेजी क्यालेन्डर भनेर भनिन्छ, अंग्रेजी पनि भन्नु हुँदैन त्यसलाई, विश्वभरि चल्ने क्यालेन्डर भनेर भन्नुपर्छ है। र विश्वभरि चल्ने क्यालेन्डरलाई चाहिँ कमन एरा भनिन्छ। कमन एरा 2026 अहिले चलिरहेको छ भने जुन बुद्धिस्टहरुको क्यालेन्डर शक क्यालेन्डर छ त्यो चाहिँ 1948 अहिले वर्ष चलिरहेको छ, जम्मा 1948 है। त्यस्तै गरेर विक्रम सम्वत भन्ने जुन क्यालेन्डर छ त्यसमा चाहिँ कसरी 2083 भयो त फेरि 81 हैन। यो चाहिँ सबैभन्दा पुरानो हो जस्तो देखिन्छ। यसो हेर्दा त झट्ट हेर्दा सोझो मान्छेहरूले यो त धेरै पुरानो रहेछ, 2083 भनेको त यो त धेरै पुरानो भनेर चाहिँ सोझो मान्छेहरूले यसरी चाहिँ हेर्ने गर्छन्। तर वास्तवमा त्यो भित्रको रहस्यलाई खोटल्दै जाँदाखेरि यही सबभन्दा नयाँ क्यालेन्डर हो फेरि है। र कसरी हो त भन्दाखेरि चाहिँ जस्तै म भर्खरै पनि एउटा क्यालेन्डर बनाइदिन सकिन्छ, हामीले बनाउन सकिन्छ। जस्तै एउटा क्यालेन्डर मैले भर्खरै बनाएँ ल मानौँ, र त्यो क्यालेन्डर चाहिँ मैले कहिलेदेखि देखाउने त भन्दाखेरि चाहिँ पृथ्वीनारायण शाह जुन एउटा चाहिँ साम्राज्यवादी पृथ्वीनारायण शाह त्यसको जन्मदिनबाट चाहिँ हामीले एउटा क्यालेन्डर बनाऊँ। अब पृथ्वीनारायण शाहको जन्म चाहिँ 1723 मा भएको थियो, शताब्दीको 1723 मा भएको थियो है। अब मैले जुन भर्खरै एउटा क्यालेन्डर बनाएको छु त्यसको नाम चाहिँ के राखौँ त भन्दाखेरि पृथ्वी सम्वत भनेर राखौँ है। तर आजदेखि सुरु गर्यो भने त जम्मा आज 1 गते हुन्छ नि त, 1 वर्ष नि हुँदैन, 1 गते 1 दिन, आज जम्मा 1 दिन हुन्छ। तर 1 दिन भनेर यसको गर्नु हुँदैन। एउटा चाहिँ के गर्नुपर्छ त भन्दाखेरि पृथ्वीनारायण शाहको जन्म भएको समयदेखि गर्नुपर्छ। जस्तै अहिले 2026 चलिरहेको छ शताब्दीको, अब 2026 बाट कति घटाउनु पर्यो, 1723 घटाउनु पर्यो हैन। गर्दाखेरि कति हुन्छ, 303 वर्ष हुँदो रहेछ है। अघि भर्खरै मैले बनाएको क्यालेन्डर चाहिँ कति वर्ष पुरानो भनेर हामीले बताउन सकिन्छ त भन्दाखेरि 303 वर्ष हो। यसरी नै पाखण्डपन देखाएर चाहिँ बाहुनहरूले जुन विक्रम सम्वत क्यालेन्डरलाई पनि पुरानो देखाएका छन् के। अब यो विक्रम सम्वत भन्ने जुन विक्रम भन्ने नाम छ यो भारतमा एउटा राजा थियो भनेर भ्रम सरेका छन्। भारतमा एउटा राजा थियो, त्यसको नाम चाहिँ विक्रमादित्य थियो र ऊ चाहिँ हिन्दू राजा थियो अरे फेरि है। अनि हिन्दू राजा थियो र उसकै नामबाट यो विक्रम सम्वत सुरु भएको हो भनेर अब भारतका बाहुनहरूले भ्रम छरेका छन् है। तर इतिहास हेर्दाखेरि जेसस जन्मनुभन्दा अगाडि भारतमा विक्रम सम्वत नाम गरेको एउटा पनि राजा थिएन फेरि। कतै पनि एउटा पनि शिलालेख भेटिएको छैन विक्रमादित्य नाम गरेको है। र विक्रमादित्यले लेखेको कुनै अभिलेखहरू पनि छैन। म हिन्दू हुँ भनेर कतै पनि लेखेको छैन। म चाहिँ यस्तो खालको क्यालेन्डर चलाउँदैछु भनेर चाहिँ उसले कतै पनि लेखेको छैन। कतै पनि एउटा पनि 0 वटा प्रमाण पनि छैन
तर विक्रमादित्य भन्ने शब्द चाहिँ कहिले थियो त भन्दाखेरि 7औं शताब्दीमा थियो। जेसस जन्मिएको 600 वर्षपछि, अघि होइन पछि बल्ल विक्रमादित्य भन्ने शब्द आउँछ। त्यो पनि एउटा राजाको नाम होइन, एउटा उपाधिको रूपमा आउँछ। त्यो पनि बुद्धिस्ट राजाहरूले विक्रमादित्य प्रथम, विक्रमादित्य द्वितीय, दोस्रो, तेस्रो भनेर चाहिँ त्यसरी उपाधिहरू दिने गर्थे राजाहरूलाई। जस्तै एउटा राजा भयो भने त्यसलाई विक्रमादित्य प्रथम भनेर उपाधि दिने, त्यसपछि उसको छोरा राजा भयो भने त्यसलाई विक्रमादित्य दोस्रो भनेर चाहिँ उपाधि दिने हो। त्यसरी चाहिँ एउटा चलन सुरु भएको थियो 7औं शताब्दीमा। तर 7औं शताब्दीभन्दा अगाडि कतै पनि विक्रमादित्य नाम गरेको कुनै राजा पनि थिएन, कुनै उपाधि पनि थिएन। थियो भन्दा खै त इतिहासै छैन त, प्रमाणै छैन त कतै पनि। तर यो बाहुनहरूले फेरि कहाँबाट चोरेर ल्याए त फेरि विक्रमादित्य भन्ने नाम भन्दाखेरि यो त बुद्धिस्ट राजाहरूको नाम पो यिनीहरूले चोरेको रहेछ। फेरि जुन अघि मैले भने विक्रमादित्य प्रथम, दोस्रो, तेस्रो भन्ने, तिनीहरूले पनि म चाहिँ विक्रम सम्वत चलाउँदैछु भनेर कतै पनि भनेका छैनन्। फेरि उनीहरूले पनि त्यही शक सम्वत नै प्रयोग गर्थे, जहाँ 12वटा महिनाहरू छन्, चैत, वैशाख, जेठ, असार, साउन। वास्तवमा के भएको हो त भन्दाखेरि चाहिँ बुद्धिस्टहरूले एउटा क्यालेन्डर बनाए, त्यसलाई चाहिँ सम्वत मात्र भनिन्थ्यो। वास्तवमा है पहिला सम्वत मात्र भनिन्थ्यो, पछि गएर त्यसमा शक सम्वत भन्ने नाम आयो, किनभने शक राजाहरूले त्यसलाई आफ्नो राज्यमा पहिलोचोटि चाहिँ प्रयोग गर्न सुरु गरे। त्यसपछि अरू राजाहरूले पनि त्यही क्यालेन्डरलाई चाहिँ प्रयोग गर्न थाले, तर उनीहरूले आफ्नो राज्यको नामबाट चाहिँ त्यो क्यालेन्डरको नामहरू परिवर्तन गर्ने चेष्टा गरे। गर्दै जाँदाखेरि त्यही क्यालेन्डरको नाम चाहिँ पछि गएर कसैले मालवा सम्वत भने, कसैले चाहिँ शालिवाहन सम्वत भने, कसैले चाहिँ कृता सम्वत भने, हैन। यसरी चाहिँ अलग अलग राजाहरूले आफ्नो आफ्नो हिसाबले नामहरू परिवर्तन गर्दै गर्दै जाने र त्यहाँ आफ्नो आफ्नो चाडपर्वहरू थप्दै जाने गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि पछि आएर पाखण्डीहरूले यसको नाम विक्रम सम्वत भनेर नाम राखे। र पछि आएर के भयो त भन्दाखेरि अब योलाई चाहिँ कसरी पुरानो देखाउने त भनेर चाहिँ यिनीहरूले अङ्ग्रेजहरूलाई देखाउनको लागि, हेर्नुस् तपाईहरुको जेसस जन्मनुभन्दा अगाडि नै हाम्रो विक्रम सम्वत क्यालेन्डर थियो भनेर चाहिँ देखाउनको लागि यिनीहरूले 57 वर्ष अगाडि लगेर चाहिँ विक्रमादित्य भन्ने एउटा काल्पनिक राजा खडा गरे। त्यसैको आधारमा चाहिँ यिनीहरूले विक्रम सम्वत भनेर यो क्यालेन्डर चलाउन थाले। र यो जुन बुद्धिस्टहरूको क्यालेन्डरमा भएको चाडपर्वहरू थियो, ठुलो ठुलो महान बुद्धिस्ट चाडपर्वहरूको त्यसको नाम परिवर्तन गरेर चाहिँ उनीहरूले आफ्नो चाडपर्वहरू राखेर त्यही दिनमा त्यही बुद्धिस्टहरूको चाडपर्वलाई हाइज्याक गरेर चाहिँ बुद्धिस्ट चाडहरू, जनताहरूले त त्यही चाड मनाउँथ्यो नि त, हैन, बुद्धिस्टहरूकै चाड मनाउँथ्यो। तर पछि गएर त्यही चाड पनि के भयो त भन्दाखेरि हिन्दू चाड बन्दै गयो। जस्तै दशैं भयो, हैन, जस्तै अब त्यो होली भन्छ, शिवरात्रि भन्छ, यिनीहरू पहिला त्यो त्यही दिन चाहिँ बुद्धिस्टहरूको ठुलो ठुलो चाडहरू थियो होला नि त। अब त्यही बुद्धिस्टहरूको चाडलाई हाइज्याक गर्नको लागि यिनीहरूले आफ्नो आफ्नो किसिमको चाहिँ चाडहरू उनीहरूले राखे। अब क्रिस्चियनहरूको पनि आफ्नै क्यालेन्डर, मुस्लिमको पनि आफ्नै क्यालेन्डर, बुद्धिस्टहरूको पनि आफ्नै क्यालेन्डर, तर हिन्दूको त क्यालेन्डरै थिएन। ओहो, खोइ त हाम्रो क्यालेन्डर भनेर बाहुनहरू झुक्किए। अनि गरेर चाहिँ अब कलियुग भन्छ, त्रेतायुग भन्छ, हैन। यो युगलाई अब क्यालेन्डर भनेर त भन्नु भएन, हाँसो लाग्ने कुरा हो, हैन। त्यही भएर यिनीहरूले चाहिँ एउटा बुद्धिस्टहरूकै क्यालेन्डरलाई चोरेर अलिकति त्यहाँ भएको तिथिमितिहरूलाई तोडफोड गरेर मोडेर, हैन, आफ्नो किसिमको चाहिँ मनपरी बिगार्ने अथवा आफ्नो किसिमले चाहिँ त्यसले मोडिफाई गरेर चाहिँ उनीहरूले जुन विक्रम सम्वत भनेर चलाउँछन् त्यसलाई हिन्दू क्यालेन्डर भनेर प्रचार गर्छन्। तर वास्तवमा भन्दाखेरि हिन्दूको आफ्नो भन्ने केही पनि छैन, एउटा जनै मात्रै हो। त्यो पनि अब चाइनातिरबाट आउँदो रहेछ जनै बान्ने धागो पनि, हैन। त्यही भएर सबै चाहिँ अर्काको कुरालाई कपी गरेर त्यसलाई चाहिँ मनपरी बिगारेर आफ्नो ढङ्गले चलाउँछन् र यही हो मेरो भन्छन्। हिन्दूको संस्कारै त्यही हो। अब हिन्दू शब्दको अर्थ पनि चोर हो नि त। यो कुरा त अब हामीले भनेको नि होइन, आफै बाहुनले पत्ता लगाएको कुरा हो। ओहो, हिन्दू शब्दको अर्थ त चोर डाका फटा पो रहेछ त, हामीले अबदेखि हिन्दू भन्नु हुँदैन, हामीले त अबदेखि आर्य भन्नुपर्छ भनेर चाहिँ बोल्ने बाहुनको नाम के थियो? दयानन्द सरस्वती। त्यो बाहुनले सत्यार्थ प्रकाश भन्ने किताबमा लेखेका छन्, हिन्दू शब्दको अर्थ चोर डाका फटा हो। त्यही भएर हामी ब्राह्मणहरूले अबदेखि हिन्दू भन्नु हुँदैन,
हिन्दू चाहिँ अब यो दलितहरूलाई भन्नुपर्छ तिमीहरू हिन्दू हो भनेर भन्नुपर्छ भन्ने खालको चाहिँ उनले चाहिँ एउटा सन्देश दिएका थिए। त्यसपछि आर्य समाज भन्ने उनले सङ्गठन पनि बनाएका थिए। अब यो भारतमा चाहिँ एससी एसटी ओबिसी भन्छ, हो यिनीहरूलाई चाहिँ हिन्दू बनाउने, हामी ब्राह्मणहरू चाहिँ अब आर्य हुने भनेर चाहिँ यिनीहरूले भने। अनि आर्य भनेको चाहिँ सर्वश्रेष्ठ अरे, फेरि है अरूभन्दा उच्च अरे, आर्य भनेको सर्वश्रेष्ठ हो अरे। त्यसरी चाहिँ हामी सर्वश्रेष्ठ हो, अरू चाहिँ हिन्दू हो, अरू चाहिँ नीच चोर डाका भनेर चाहिँ यिनीहरूले त्यो खालको सन्देशहरू प्रवाह गरे। र केपी ओली नेपालमा जुन छ नि केपी ओली, त्यसले पनि भन्छ कि हिन्दू त धर्मै होइन, हामी त हिन्दू होइन भनेर केपी ओलीले पनि लगभग 1 वर्ष अगाडि बोलेको थियो। त्यही भएर अब यो जुन विक्रम सम्वत जुन क्यालेन्डर छ यसलाई नेपाली क्यालेन्डर भनेर भन्न छोड्नुपर्छ। नेपाली क्यालेन्डरको 2083 को नयाँ वर्ष भनेर भन्नेहरू चाहिँ कि त मूर्ख हुन्, कि त नबुझेको मान्छे हुन्, कि त नबुझेको मान्छेलाई त के भनौँ र होइन। त जसले बुझेर पनि जुन भ्रम छैलाउँछ, जो म त एकदमै पढे लेखेको मान्छे हो, 12 पास गरेको छु, ब्याचलर पास गरेको छु, डिग्री मास्टर डिग्री होइन, पिएचडी पास गरेको, म डाक्टर हो भनेर चाहिँ भन्छन्, इतिहासकार हो म भन्छन्, म जस्तो ठुलो नेता त कोही पनि छैन भन्छन् होइन। तर तिनीहरूले के गर्छन्, यो भारतीय क्यालेन्डर त्यो पनि जुन पाखण्डी क्यालेन्डरलाई नक्कली चोरेर बनाएको नक्कली क्यालेन्डरलाई नेपालमा लागू गरेर नेपाली क्यालेन्डर भन्दै भ्रम छर्छन् है। त्यही भएर कि त नेपालमा जुन यहाँको ओरिजिनल जुन क्यालेन्डर छ नि नेपाल सम्वत भन्ने छ त्यसलाई लागू गरौँ न बरु होइन। यदि गरेन हो भने नेपाल सम्वत भन्ने क्यालेन्डरलाई लागू गरौँ, अथवा जुन ओरिजिनल बुद्धिस्ट सम्वत शक सम्वतलाई चाहिँ हामीले लागू गरौँ। तर विक्रम सम्वत भनेर शक सम्वतकै महिनाहरू चोरेको, शक सम्वतकै बारहरू चोरेको, तिथि मिथिहरू चोरेको क्यालेन्डरलाई चाहिँ हामी नचलाऊँ। कि त भने ओरिजिनल चलाऊँ, कि त भने नक्कलीलाई चाहिँ चलाउँदै नचलाऊँ। त्यो चाहिँ हामीले यस्तो खालको चाहिँ विचारहरू चाहिँ अब फैलाउँदै जानुपर्ने हुन्छ। यो कुराहरू मैले यो भिडियोमा राखेँ। अब मेरो विचारहरू तपाईँलाई कस्तो लाग्यो, मैले दिएको जानकारीहरू तपाईँलाई कस्तो लाग्यो। अब मैले पनि सबै कुरा आफै बुझेर भन्ने भन्दा पनि मैले साइन्स जर्नीको भिडियोहरू हेर्छु होइन, उसले देखाएका प्रमाणहरू अनि उसले बोलेका कुराहरू कतिको सत्य हो भनेर चाहिँ त्यसलाई एनालाइसिस पनि गर्छु, अलिकति रिसर्च पनि गर्छु। त्यसपछि यस्तो पो रहेछ भन्ने कुराहरू बुझिसकेपछि त्यसैको आधारमा मैले बोलेको हो। अब यो मैले भनेका कुराहरू तपाईँलाई कस्तो लाग्यो, तपाईँको पनि आफ्नो आफ्नो भावनाहरू होला, कमेन्टमा चाहिँ तपाईँहरूले लेख्न सक्नुहुन्छ है। भिडियो मन पर्यो भने अरू साथीहरूलाई पनि सेयर गर्न सक्नुहुन्छ, फेसबुकमा कपी गरेर लिङ्कहरू पेस्ट गरेर सेयर गर्न सक्नुहुन्छ। आजलाई भने यति नै, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद।